दायाँतिर बिस्तारी मोडौँ भन्यो भने पनि स्वाट्टै काटिन्छ, बायाँतिर बिस्तारी मोडौँ भन्यो भने पनि स्वाट्टै काटिन्छ होइन। अनि झन् खाल्टा खुल्टी त आउने नहुने कट्याक्क गरेर आवाज आइहाल्छ हो। यस्तै समस्या लिएर एकजना कस्टमरले चाहिँ मलाई भन्नु भइरहेको थियो। अनि यस्तो समस्याहरू चाहिँ नर्मल्ली स्कुटर तथा बाइकमा चाहिँ देखिरहन पाइन्छ होइन। यदि यो समस्या चाहिँ तपाईँहरू पनि फेस गर्दै हुनुहुन्छ भने के को होला भन्ने जस्तो लागेछ भने चाहिँ यो भिडियो चाहिँ तपाईँहरूकै लाग्यो है त। नर्मल्ली भन्नुपर्दाखेरि चाहिँ स्कुटर तथा बाइकहरूमा चाहिँ कोन बेरिङ यहाँनिर हुन्छ, यहाँनिर भित्र हुन्छ कोन बेरिङ, अनि एउटा व्हिल बेरिङ हुन्छ जुन चाहिँ चक्कामा हुन्छ। कोन बेरिङ अनि व्हिल बेरिङ यो दुईवटा चिज चाहिँ यसको राम्रो छैन अथवा बिग्रिसकेको छ, गइसकेको छ भने चाहिँ यस्तो समस्याहरू चाहिँ बारम्बार देख्न सकिन्छ। कोन बेरिङहरू व्हिल बेरिङहरू चाहिँ टाइम टु टाइम तपाईँको ग्रिजिङ छैन भने, टाइम टु टाइम तपाईँले फेर्नु भएको छैन भने चाहिँ यस्तो समस्या चाहिँ तपाईँले फेस गर्नुपर्ने हुन्छ। जुन चाहिँ मैले अगाडि नै भने, अगाडि राइटपट्टि लिँदाखेरि राइटै तान्ने, लेफ्ट लिँदाखेरि लेफ्टै धेरै लेफ्टतिर तान्ने, जुन कारणले चाहिँ एक्सिडेन्टसम्म हुनसक्छ। सो यो कुराको जानकारी तपाईँले पाउनुभयो भने म आशा राख्छु। यदि यो भिडियो तपाईँलाई मन पर्यो भने प्लिज फलो गरिदिनु होला है त।